चाहिँ बिहान खाना खाएको थिएन। अब अहिले चाहिँ टक्क लाएर मासु ल्याएको छु, मासु खाने हो कि कसो हो बुढी? मैले यसरी पकाउँछु, पकाउन आउँदैन मलाई त। त्यही पनि मेरो बुढाले चाहिँ खानुहुन्छ है मिठै गरेर। त्यसले नपुग्यो होला है, मरि हालेर मैले। सो गाइज मैले चाहिँ खाना खाएर आएको, अनि मेरो बुढाले चाहिँ खानुभएको थिएन, अनि पकाएर पाकी पनि सक्यो। मेरो बुढाले खाँदै पनि हुनुहुन्छ यहाँनिर। खाना पकाएर नदिनु भनेको झन् रुनै थालेँ कि, त्यही भएर मैले खाना बनाएर दिएको। के गर्नु, माया लाग्छ घोप्टोको। तिमीले माया गर्दैन म पनि गर्दिनँ आमै होइन। राति कति 10-11 बज्न लागिसक्यो, खाना बनाएर दिनु परेछ। बिहानभरि काम गरेर आउनु छ। छोरीको जिन्दगी त बर्बाद हुने पो रहेछ त। नखाने म त। रगत होइन त्यो हड्डीको होला होइन। अनि कस्तो भयो गाइस तपाईँहरूको माघे सङ्क्रान्ति? मजाले खाइयो टन्न। अनि जहाँसम्म लाग्छ मेरो फर्स्ट भ्लग चाहिँ राम्रो थिएन, सो अझै सिक्दैछु, सिक्ने क्रममा छु र अझै राम्रो बनाएर यहाँहरूलाई प्रस्तुत गर्ने प्रयास गर्छु। सो यहाँहरूले पनि हेरेर माया गरिदिनु होला, सपोर्ट। बाई बाई।